एउटा या गोठालो जो बने संसारकै पहिलो सगरमाथा चढ्ने नेपाली। कहिले स्कुल नगएका उनी बोल्थे नेपाली, हिन्दी, इङ्ग्लिस, तिब्बतियन यस्तै 7 भन्दा बढी भाषा। न्युजिल्यान्डको मौरी पाल्ने किसानसँग मिलेर इतिहास रचे। नेपालबाट नेपाल तारा, इन्डियाबाट पद्मभूषण र बेलायतबाट जर्ज मेडलबाट सम्मानित भए। भारतका पदाधिकारीहरूले भारतीय हो भनेर धेरै भ्रम फैलाए र भारतीय बनाउन अनेकौं कोसिस पनि गरे, तर उनले आफ्नो स्वाधीनता छोडेनन्। हो, म कुरा गर्दैछु टाइगर अफ स्नोज अर्थात् हिउँको बाघ भनेर चिनिने तेन्जिङ नोर्गे शेर्पाको। तेन्जिङको जन्मस्थान बारेमा भने अझै विवाद छ। आफ्नै आत्मकथामा नेपालको खुम्बुमा जन्मेको भनेर भने तापनि उनको छोराले लेखेको किताब अनुसार उनको जन्म तिब्बतमा भएको भनेर उल्लेख गरिएको छ। 13 भाइ बहिनी मध्ये 11औं सन्तानको रूपमा जन्मेका तेन्जिङको बाल्यकालको नाम नामग्याल वाङ्दी थियो। तर जब उनी लामा पढ्न गुम्बा पुगे, रोङबुक गुम्बाको लामा प्रमुखले उनलाई तेन्जिङ नोर्गे नाम दिए, जसको अर्थ हुन्छ धनी, भाग्यमानी, धर्मको अनुयायी। खुम्बुका शेर्पाहरू दार्जिलिङ गएर फर्केपछि सुनाउने एभरेस्ट र गुन्द्री बजारका कथाले पर्वतारोहणप्रति यति आकर्षण भए कि 19 वर्षको कलिलो उमेरमा उनी घरबाट भागेर दार्जिलिङ पुगे। त्यहाँ पेट पाल्न कहिले गोठालो बने त कहिले घरेलु कामदार भएर काम गरे। सोलुखुम्बुको थामेमा हुर्किएका उनी 20 वर्षको उमेरमा सगरमाथा अभियानमा भरिया अर्थात् पोटरको रूपमा सहभागी भए। मानिसहरू एउटा असफलतामा हार मान्छन्, तर तेन्जिङले सन् 1935 देखि सन् 1952 सम्म लगातार 6 पटक सगरमाथा चढ्ने प्रयास गरे, तर असफल भए। सन् 1952 मा त उनी स्विस टोलीसँग सगरमाथाको शिखरबाट मात्रै करिब 237 मिटर तल पुगेर अक्सिजन सकिएको कारणले फर्किन बाध्य भए, तर टपमा पुग्ने सपना जीवितै राखे। त्यही स्विस अभियानमा तेन्जिङको साहस र योगदान देखेर रोलेक्स कम्पनीले उनकै नाम कोरिएको सुनको रोलेक्स डेडजस्ट घडी उपहार दियो। उनको त्यो 6औं पटकको असफलतापछि अन्ततः सन् 1953 मे 29 को दिन बिहान 11:30 मा एडमन्ड हिलारी र तेन्जिङले सगरमाथाको शिखरमा पाइला टेके। तर त्यहाँ एउटा रोचक कुरा भयो। एडमन्ड हिलारीले तेन्जिङ नोर्गे शेर्पाको यो ऐतिहासिक तस्बिर खिचे, तर तेन्जिङसँग क्यामेरा चलाउने अनुभव नभएकाले हिलारीको भने फोटो खिचिएन। फरक देश, फरक भाषा, फरक पृष्ठभूमि, तर एउटै सपना, सगरमाथाको शिखर। यही सपनाले तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीलाई इतिहास रच्ने दुई महान आरोही बनायो। सोही सफलतापछि वेस्टर्न कन्ट्रीहरूले पहिले हिलारी पुग्यो कि तेन्जिङ भनेर ठुलो राजनीतिक विवाद खडा गर्न खोज्दा तेन्जिङले संसारलाई जवाब दिए, हामी कुनै प्रतिस्पर्धामा थिएनौं, हामी एउटै टोली भनेर सँगै पुग्यौं। यहाँबाट थाहा हुन्छ दुईवटा डाउन टु अर्थ मान्छे भेटेपछि सफल मात्र होइन, इतिहास बन्छ। सगरमाथाको सक्सेस समिट पछि तेन्जिङ विश्व प्रसिद्ध बने। याक चराउने एक साधारण केटा टाइम्स म्यागजिनद्वारा 20औं शताब्दीको 100 जना सबैभन्दा प्रभावशाली व्यक्ति मध्ये एक घोषित भए। त्यसपछि निरन्तर अन्तर्वार्ता, राजनीतिक बहस र आलोचनाको सामना गर्दा तेन्जिङ नोर्गे मानसिक रूपमा निकै थकित भए, तर यति धेरै दबावका बीच पनि उनले आफ्नो यात्रा रोकेनन्, बरु अझ ढिट भएर नयाँ पुस्तालाई प्रेरणा दिने काममा अघि बढिरहे। त्यसै क्रममा सन् 1954 मा उनी दार्जिलिङको हिमालयन माउन्टेनियरिङ इन्स्टिट्युटमा रहेर 22 वर्षसम्म आफू जस्तै आरोहीलाई हिमाल चढ्ने ट्रेनिङ दिए। हिमाल चढ्ने ट्रेनिङ मात्र नभई शिखरमा पुग्ने सपना देख्न पनि सिकाए। आफूलाई लेख्न नआए पनि अरूको सहायताबाट उनले आफ्नो आत्मकथा म्यान अफ एभरेस्ट प्रकाशित गरेर संसारलाई आफ्नो सङ्घर्षको कथा सुनाए। सन् 1978 मा उनले तेन्जिङ नोर्गे एडभेन्चर्स नामक आफ्नै ट्रेनिङ कम्पनी पनि स्थापना गरे। यसरी आफ्नो सम्पूर्ण जीवन पर्वतारोहण, नयाँ पुस्तालाई प्रेरित गर्न र हिमालप्रतिको प्रेम फैलाउन समर्पित गरेका विश्व पर्वतारोहणका महानायक तेन्जिङ नोर्गे शेर्पाको निधन मस्तिष्क घातको कारणले 70 वर्षको उमेरमा सन् 1986 मे 9 को दिन भयो। आज उनी हामीमाझ नभए पनि लाखौं युवाहरूलाई सपना देख्न प्रेरित गर्ने तेन्जिङ नोर्गे शेर्पाको जीवनले हामीलाई यो कुरा सिकाउँछ कि तपाईको जन्म कहाँ भयो, तपाई कति पढ्नु भएको छ वा तपाई कहाँबाट बिलङ्स गर्नुहुन्छ भन्ने कुराले केही फरक पार्दैन। फरक त केवल यो कुराले पार्छ कि तपाईमा लक्ष्य छ कि छैन र त्यो लक्ष्यप्रति जिद्दी, पागलपन र अब्सेसन छ कि छैन भन्ने कुराले। त्यसैले डियर एस्पिरेन्ट्स, परिस्थिति जस्तो सुकै होस्, आफ्नो सपनाको एभरेस्ट चढ्न कहिले नछोड्नुहोस्। थ्यांक यू।